कल्पना गर्नुहोस् तपाईँ एउटा यस्तो ठाउँ पुग्नुहुन्छ जहाँ समय दौडिँदैन तर बग्छ है। दक्षिण कोरियाको आसानओयम फल्क भिलेज, जसलाई कोरियन भाषामा चाहिँ आसानओयम मिन्सोक माहौल भनिन्छ, जहाँ इतिहास अझै सास फेर्दैछ। यहाँ करिब 400 वर्ष पुरानो इतिहास अझै पनि जिउँदो छ। जब तपाईँ पहिलो पाइला चाल्नुहुन्छ नि, तपाईँले केवल हिँड्न थाल्नुहुन्न, तपाईँ समयभित्र प्रवेश गर्नुहुन्छ। एउटा कथा हो जसले तपाईँलाई बोलाइरहेको हुन्छ। जब घामको पहिलो किरण परम्परागत छानामा पर्छ, गाउँ नै सुनौलो देख्छ। यहाँका घरहरू केवल बस्ने ठाउँ होइनन्, यी ज्ञान हुन्, अनुभव हुन् र समयसँगको सहकारी हुन्। वास्तवमै माटो, काठ, ढुङ्गा यी 3 तत्त्वले जीवनलाई सन्तुलनमा राख्छन्। धनी वर्गका टाइल रुफ घरहरू र साधारण किसानका थ्याच रुफ घरहरूमा बस्छन्। घरमा फरक त देखिन्छ तर भावना एउटै छ। प्रकृतिसँगको सम्बन्ध झन् गहिरो छ। घरभित्र छिर्दा तपाईँ केवल कोठा देख्नुहुन्न, तपाईँ जीवन महसुस गर्नुहुन्छ। काठको गन्ध, माटोको चिसोपन, भान्सामा अझै पनि आगो बल्छ, जमिनलाई नै तातो बनाइदिन्छ, जुन आधुनिक जमानाको बोलेर जस्तै ताप दिन्छ। यहाँका मानिसहरू सूर्यसँगै उठ्छन्। वास्तवमै हो है, घडी हेरेर होइन, प्रकृति हेरेर बाँच्छन्। यो गाउँ केवल संरचना होइन, यो संस्कृति हो। नृत्य, गीत, परम्परा यी सबै अझै जिउँदो छन्। यस कल्चर देखिँदैन, मात्र महसुस हुन्छ। साँझ सबैभन्दा गहिरो समय हो। सूर्य अस्ताउँदै जान्छ र गाउँ शान्त हुँदै जान्छ। साँच्चै भनेको त्यो साइलेन्ट डरलाग्दो हुँदैन, शान्तिदायक हुन्छ है। आजको दुनियाँमा यस्तो साइलेन्स दुर्लभ छ। हामी सधैँ दौडिरहेका छौँ, केही न केही पछ्याउँदै। तर वास्तवमै तपाईँहरू यो ठाउँमा आउनुभयो भने नि ट्रेडिसनल नेचर नै बेस्ट ठान्नुहुन्छ है। आसानओयम फोक भिलेज चाहिँ केवल एउटा गाउँ होइन, यो एउटा अनुभव हो। साँच्चै नै तपाईँहरूलाई यो ठाउँ घुम्नको लागि म रिकमेन्ड गर्छु है, अहिले नै गर्छु। यदि चेरी ब्लोसम सिजनमा तपाईँहरू जानु भएन भने तपाईँहरूको लागि बेस्ट चाहिँ जुन पहिलो रातो पातहरू हुन्छ नि रुखमा, त्यो समयमा जाँदा तपाईँहरूलाई अझ बेटर हुन्छ। धानकुने परम्परागत हाम्रो नेपालको जस्तो ढेकी पनि छ होइन। लगायत त्यहाँ भित्र धेरै कुराहरू छ, तर मैले भित्र चाहिँ क्याप्चर गर्न पाएन। अलिकति उयम पनि हुन्छ कि जस्तो लाग्यो होइन। कुनै कुराहरू चाहिँ सिक्युरिटी अलर्ट पनि हुन्छ होइन। के छ भने नि, यो पनि एउटा इम्पोर्टेन्ट पार्ट चाहिँ हो कि यसलाई पनि हामीले संरक्षण गर्नुपर्छ। जस्तै नेपालमा पनि होइन, हाम्रो रुकुममा पनि घरहरू लस्करै चाँचेको घरहरू छ होइन। तर त्यो विषयलाई पनि हामीले प्रमोट गर्नु पऱ्यो क्या। यस्तो प्लेसमा होइन, यहाँ पनि सरकारले एकदमै भरपूर्ण सेवा सुविधाहरू र सेक्युरिटी दिएको हुन्छ। अझै पर्यटकीय गन्तव्य बनाउनको लागि सुधार गर्नुपर्ने कुराहरू सरकारले एकदमै सपोर्ट गर्छ होइन। र चाहिँ हाम्रो रुकुममा पनि यो कुराहरू चाहिँ हुन पर्यो। सबै मिलेर संरक्षण गर्नुपर्छ हाम्रो। किनभने नि विदेशीहरूले मात्र नभएर होइन, हाम्रो पछिको पुस्ताहरूले पनि हाम्रो पहिलाको पुर्खाहरूको स्टडी गर्नको लागि यो घर पनि एउटा महत्त्वपूर्ण पार्ट हो। र धन्यवाद। यदि तपाईँलाई यस्तै भिडियोहरू मनपर्छ भने सब्सक्राइब, सेयर, लाइक एन्ड कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला होइन। यदि तपाईँको जिज्ञासाको कुरा छ भने कमेन्ट दिनु होला। अब अर्को भिडियोमा भेटौँला ल।